तिम्रो होमवर्क खै त निर्माण? सर हेर निर्माण, हामीले तिमीबाट ठूलो आशा गरेका थियौं, तर बिस्तारै तिमीलाई पनि यी लन्ठु केटाहरूको हावाले छुन थाले जस्तो छ। शेरबहादुर, असल विद्यार्थीमा हुनुपर्ने गुणहरू के हुन् थाहा छ? थाहा छ सर, थाहा छ। असल विद्यार्थीमा हुनुपर्ने गुणहरू दुईटा छन् सर। एउटा अनुशासन, अर्को स्पेलिङ। एउटा अनुशासन, अर्को के रे? स्पेलिङ सर। स्पेलिङ कि डिसिप्लिन? हो त्यही हो सरले भनेकै हो। ए, त्यसो भए अनुशासन र डिसिप्लिन दुवै चाहिन्छ? चाहिन्छ सर, दुईटै चाहिन्छ सर। ल, होमवर्क नगर्नेहरू अब पालै पालो कुखुरा बन्ने। शेरबहादुर, पहिला तिम्रो पालो। मार्ने भयो आज सरले। आया, यही खाइयो। ए झुपेको आम, आज झुपेको स्कुलमा रिजल्ट सुनाउने अरे, त्यसको ताल त्यही हो। आज के गुनासो सुन्नु पर्ने हो? ल तँ चाहिँ गाई बाख्रा फुकाएस्, म चाहिँ हिँडे है। ल काँडे आउनुहोस् है। ल सबै कक्षाको नतिजा प्रकाशन कार्य भर्खर समाप्त भएको छ। आदरणीय अभिभावक र भाइ बहिनीहरू, यस विद्यालयकै गौरव, यस विद्यालयकै गहना भन्दा पनि फरक नपर्ने एक अनुशासित, परिश्रमी र जेहेन्दार छात्र यस वर्ष पनि विद्यालयभरिकै सर्वाधिक अंक प्राप्त गरी होल फर्स्ट हुन सफल भएका छन् निर्माण थापा। भाइलाई म पुरस्कार लिनका निम्ति मञ्चमा निम्त्याउँछु। छोरो भनेको त यस्तो होस् न, के गर्ने? आफ्नो त छोरा पनि कुलङ्गार पर्यो। काका, यसपटक पनि हामीले झुपेलाई सुधार्न सकेनौं। उसको के पनि प्रगति भएन। बरु उसले स्कुलका अरू केटाहरूलाई पनि बिगारेर भाँडेर स्कुलको वातावरणै बिगारिसक्यो। उसलाई घरमा राम्रोसँग सम्झाइ बुझाइ गरिदिनु पर्यो काका। कोसिस चाहिँ गरौँला सर, तर सुध्रेला जस्तो चाहिँ छैन। के गर्नु? हैन, त्यो झुपेलाई तिमीसँग के कुरिस? किन र? तिमी पुरस्कृत भएको देखेर त्यो झुपे त कालो निलो भएर रिसले उठेर हिँड्यो। त्यही भएर त एउटै क्लासमा 2 वर्ष फेल भएर बस्यो। राम्ररी पढेको भए त त्यो पनि पास हुन्थ्यो होला नि। त्यसलाई पढ्न कसले छेकेको थियो र? रणेदाई सँगसँगै पढेको मान्छे उमेरले अहिले आइए दिने बेला भइसक्यो। खै हामी पनि हेरौँ त तेरो प्रमाणपत्र। अरे यार, हामी पनि हेरौँ न त्यो होल फर्स्ट भएको प्रमाणपत्र। लायर हामी पनि हेरौँ। खै म पनि हेरौँ न। यता फाल्त ल। मार्नु अब ल।
यता आइज ल झुपे तेरो बाउ आयो तेरो भाग हिँड केटा निर्वाण ए केटी तिमीलाई एउटा कुरा थाहा छ के कुरा हो भन्न रनिदै पल्टनबाट छुट्टीमा आउने रे नि त बे गर्न ए हो र त्यसो भए त चमेलीलाई जिस्काउन जानु पर्ला नि चमेली त्यसो भए त भक्क होली नि ल भारी चाहिँ यहाँ बिसाउनुहोस् है बेली ओहो रने दाइ नमस्कार एकैछिनै म दिदीलाई उसलाई ल्याइहाल्छु अम्मै हेर म त आइपुगेँ नि चमेली माया त मारेकी छैनौ नि सकि त मारिदिन्थे नि सकिन र पो त अर्कालाई यहाँ यसरी तडपाएर राख्ने अझ हेर न मुखले ठिक्क पारेको पर्खाइको पीडा त पर्किनलाई पो थाहा हुन्छ बरु भन्नु त छुट्टी कतिको छ के गर्नु क्याजुली बिदामा आएको तै पनि तिमी ढुक्क हौ न अब बाजा त बजाउनै पर्यो क्या सबै कुरा मिलाएरै फर्काउला नि भएन होइन बाहिर उभिराख्ने हो कि के हो जाउनु भित्र बस्यो थकै मारो अब घरमुलीले जाउँ पनि त भन्नु पर्यो नि तेरिका म पनि ल जा बस्दै गर्नु म खाना बनाइहाल्छु है होइन खाना खुवाउन किन हतार गरे कि आज छाड्ने विचार छैन कि क्या अब यहाँ आइसकेपछि घरमा आमालाई नभेटी यतै बस्नु पनि भएन क्यारे ल बाबा ल म खाना खुवाएर घरै पठाइदिउँला मैले यहाँ थुनेर राख्नु भएन क्यारे भयो त ए पख पख ए भाइ यहाँ हो त यो भाले अच्छा तरिकाले बनाऊ है हस् साहब मादल त अच्छा छ कि जस्तो छ लहेरौं त बटौलीको मोटर गाडी नौतुनाको को भनेर जो बन्धान्यौ तिमीले रातो भाले मसला तेलैमा आयो लाउरे छल्छ के रे लैमा रातो भाले मसला तेलैमा आयो लाउरे छल्छ के रे लैमा रातो भाले मसला तेलैमा आयो लाउरे छल्छ के रे लैमा आयो लाउरे छल्छ के रे लैमा होइन तिम्रो त्यो रमाइलो गर्ने बानी अझै घाँसिन हो त नि हेर न कति धोइ पखाली गरे अझै गएर ठट्टा गर्ने हेर न